नयाँ वर्ष नजिकिँदै गर्दा तपाईहरू धेरैजनाले नयाँ प्लानहरू बनाउनु भएको छ होला। नयाँ वर्षमा नयाँ घर, नयाँ सम्बन्ध, नयाँ व्यापार व्यवसायको बारेमा सोच्नु भएको छ होला। भनिन्छ नि, सही समयमा गरिएको कामहरूको नतिजा पनि सही नै आउँछ। त्यसैले टाइम इज मोस्ट इम्पोर्टेन्ट। हामीहरू धेरैजनाले नयाँ काम सुरुवात गर्दैछौँ भने ज्योतिषशास्त्रलाई आधार मानेर कुनै पनि कामहरू अगाडि बढाउने गर्दछौँ। हामीहरू धेरैजनाले ज्योतिषशास्त्रलाई आधार मानेर सही दिन, सही नक्षत्र, सही घडीपला, अझ भनौँ सही पञ्चाङ्ग भएको दिनमा चाहिँ आफ्नो नयाँ कामहरूको आरम्भ गर्ने गर्दछौँ। 2082 सालमा कुनै पनि नयाँ कामहरू तपाईँले योजना गर्नुभएको छ भने त्यसलाई आरम्भ गर्नको लागि चाहिँ कुन कुन दिनहरू, मुहुर्तहरू सही छन्, यस विषयमा तपाईँलाई जानकारी दिन गइरहेको छु। विवाह गर्नको लागि वैशाखमा 1, 3, 5, 7, 8, 16, 17, 22, 23, 28, 30 र 31 गते शुभ रहेको छ। जेठ महिनामा 1, 2, 3, 14, 18, 19, 24, 25 गते राम्रो रहेको छ। मङ्सिर महिनामा 6, 8, 13, 14, 18, 19 र 20 गते शुभ रहेको छ। माघ महिनामा 21, 22 र 27 गते, त्यस्तै गरी फागुन महिनामा 8, 12, 13, 14, 25, 26, 27, 28 र 30 गते शुभ रहेको छ। व्रतबन्ध गर्नको लागि वैशाखमा 5, 19, 24 गते, फागुनमा 7, 14, 15 र चैत्र महिनामा 6 र 15 गते शुभ रहेको छ। अन्नप्राशन पास्नी गर्नको लागि वैशाखमा 1, 17, जेठमा 14, असारमा 2 र 13, श्रावणमा 26, 29, भदौमा 2 गते र 9 गते, असोजमा 16, कार्तिकमा 7, 17, 21, 24, मङ्सिरमा 11 गते, पुसमा 7, 17, 21, माघमा 7, 14, 28 गते, त्यस्तै गरी फागुनमा 14, चैतमा 6 र 11 गते शुभ रहेको छ। त्यस्तै गरी घरको जग राख्नको लागि श्रावण महिनामा 26, कार्तिकमा 21, मङ्सिरमा 11, 19, 20 गते र फागुनमा 14 गते राम्रो छ। घरमा सर्नको लागि, गृह प्रवेश गर्नको लागि माघको 28, फागुनको 14 र 30 गते राम्रो रहेको छ। नयाँ दोकान पसल खोल्नका लागि वैशाखमा 7 र 8 गते, 17 गते, जेठमा 4, 14, 17, असारमा 27, 28, साउनमा 5 र 29, भदौमा 9 र 15, असोजमा 11, 25, 26, कार्तिकमा 7 र 17, 21, 29 र 30 गते, मङ्सिरमा 14, 19 र 20 गते, माघमा 24, 28, फागुनमा 14, 30 र चैत महिनामा 6, 11, 14, 27 र 28 गते शुभ रहेको छ। यस जानकारीले तपाईँको योजनालाई सफल पार्नका लागि थप सहयोग गर्नेछ र तपाईँको आगामी दिन सफल रहनेछ भन्ने कुरामा मैले विश्वास लिएको छु। हस्त, नमस्कार।